विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुल बाल मृत्युदरको 1/3 भन्दा बढी बालबालिकाको मृत्युको कारण कुपोषण रहेको छ। नेपालमा 5 वर्ष मुनिका 24% बालबालिका कुपोषणबाट प्रताडित रहेको तथ्याङ्क छ। गरिबी, अज्ञानता, धार्मिक अन्धविश्वास, स्वच्छताको अभाव जस्ता कारणले कुपोषित बालबालिकाको सङ्ख्या बढिरहेको छ। रिसर्चको डाटा हेर्नुहुन्छ भने 80% मान्छेको विकास 2 वर्षभित्र भइसक्छ। त्यति बेलामा निकै पोषणयुक्त खाना चाहिन्छ भन्ने छ। त्यसलाई चाहिँ हाम्रो यताको समुदाय जो चाहिँ पछाडि परिएको छ, अलिकति कम पढे लेखेको छ, उसले चाहिँ यसलाई खासै चाहिँ प्राथमिकता चाहिँ दिएको देखिँदैन। नेपालमा विद्यमान कुपोषणको अवस्था न्यूनीकरण गर्ने उद्देश्य अनुरूप वर्ल्ड हङ्गर हिल्फे WHHले कृषि र प्राकृतिक स्रोत व्यवस्थापनको माध्यमबाट पोषण सुरक्षा कायम गर्ने रणनैतिक अवधारणा लान प्लस अवलम्बन गरी विभिन्न परियोजना कार्यान्वयन गरिरहेको छ। लान प्लस अन्तर्गतका परियोजनाहरू खास गरी पोषण संवेदनशील ग्रामीण समुदाय, साना किसान र विपन्न नागरिकमा केन्द्रित छन्। बहुक्षेत्रीय अवधारणा लान प्लसले पोषण शिक्षा, कृषि, प्राकृतिक स्रोत व्यवस्थापन, खानेपानी, सरसफाई तथा स्वच्छता र आय स्रोत विकास जस्ता विषयलाई समेटेको छ। पोषणलाई कृषि, प्राकृतिक स्रोत व्यवस्थापन सँगसँगै चाहिने जोडेर लैजाने। कतिपय चिजहरू कृषिजन्य छन् भने कतिपय चिजहरू हामी जङ्गलबाट मिल्ने ती चिजहरूको उपभोग पनि बढाउने, संरक्षण पनि गर्नको लागि चाहिने समुदायलाई चाहिने उत्प्रेरित गर्ने र यो सँगसँगै के हो भनेपछि वास हैन खानेपानी तथा सरसफाइलाई चाहिने विशेष सँगसँगै चाहिने पोषणसँगै जोडेर लग्नको लागि चाहिँ यो लान प्लस अप्रोच चाहिँ सुरु गरेका छौँ। सहभागितामूलक सिकाइ अवधारणामा आधारित लान बैठक मार्फत समुदायका महिलाहरूलाई बालबालिकाको उमेर अनुसारको पोषणयुक्त खानपान गर्ने अभ्यास सिकाइएको छ। लान प्लसले ग्रामीण जनतालाई व्यवहार परिवर्तन मार्फत सशक्तिकरण गर्दै पोषण सुरक्षा सुनिश्चित गर्ने लक्ष्य लिएको छ। पोषणयुक्त खानेकुराहरू खानुपर्छ भन्ने कुराहरू सिकाइरहँदाखेरि चाहिँ त्यो पोषणयुक्त खानेकुरा चाहिँ कहाँबाट ल्याउने त भन्ने खालको समुदायको जुन प्रश्नहरू थियो त्यो प्रश्नलाई चाहिँ यो एप्रोचले चाहिँ सल्भ गर्न मद्दत गरेको छ जस्तो लाग्छ। यो एउटा मल्टी सेक्टर एप्रोच भएको कारणले गर्दाखेरि पक्कै पनि समुदायको व्यवहार परिवर्तन गर्नको लागि त्यो समुदायको फुड एन्ड न्युट्रिसन सेक्युरिटीको लागि चाहिँ सपोर्ट गरेको छ भन्ने लाग्छ। समुदायका महिलाहरू आफ्ना बालबच्चालाई पोषणयुक्त खाना खुवाउने, उनीहरूको उचित हेरचाह र स्वास्थ्य सरसफाइ लगायतका विषयमा सचेत बनेका छन्। करेसाबारी छ, करेसाबारी भित्रमा अब सबै तरकारीहरू छन्, त्यही तरकारी खान्छौँ, किनेर खानु परेको छैन। अहिले बच्चालाई पनि त्यही बगैँचाको खुवाछौँ। 7 दिनमा 7 रङको चीज देबै, अहाँ खाइ ल, बच्चाको सरसफाइमा राख्बै, बच्चाको ध्यान देबै त बच्चा कुपोषणमा नै जेतै। WHH फरवर्ड नेपालको तर्फबाट पनि प्राविधिक सहयोगको कारणले गर्दा हालमा आएर चाहिँ हाम्रो यो कुपोषितको दर रेट चाहिँ 15 मा आएर चाहिँ झारिएको छ। हाम्रो लक्ष्य चाहिँ 5 भन्दा मुनि झार्ने लक्ष्य रहेको छ। WHH को यो प्रयासले अन्ततः दिगो विकास लक्ष्यका लक्ष्य नम्बर 2, लक्ष्य नम्बर 3 र लक्ष्य नम्बर 6 हासिल गर्न एउटा इँटा थप्ने कार्य गरेको छ।